नमस्ते फेसबुक लाइभ हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई स्वागत गर्दछु। आज पनि सिधा कुरा जनतासँगको अर्को एपिसोड आउँदैछ भनेर तपाईलाई जानकारी गराउनको निमित्त हामी तयार भएर बसेका छौं। हामी अन्तिम तयारीमा छौं। आजको कार्यक्रमका विशेष कुराहरू यहाँलाई जानकारी गराउन चाहन्छु। आज यो विशेष गरेर मेलम्चीले खनेका बाटोहरू पुरिन्छ भनेर 15 दिनमा पुरिन्छ भनेर भनिएको थियो। त्यो डेडलाइन पूरा भइसकेको छ। त्यो डेडलाइन पूरा भइसक्दा पनि बाटोहरू पुरिएको त पाइएको छैन। हामी यस बारेमा आज कुराकानी गर्नेछौं। छुटेको एउटा विषय थियो बझाङको सड़कको विषयमा। सड़क राम्रोसँग नबन्दै हस्तान्तरण गरेको छैन अथवा गरिसक्दा पनि त्यो बाटोको स्थिति राम्रो छैन भन्ने रिपोर्ट हामीलाई आएको छ। हाम्रा दर्शकले गर्नुभएको गुनासोमा हामीले रिपोर्टिङ गरेका छौं। अनि एकजना अस्पतालका कर्मचारी जो अस्पतालमा बस्दैनन्, राजनीति गरिरहेका छन्, अस्पतालबाट राजीनामा दिनुभएको पनि होइन, तर आउनुहुन्न र प्रशासनले उहाँलाई कारवाही पनि गर्न सक्नुहुन्न। यस्तो पावरफुल एउटा एकजना व्यक्तिको विषयमा आज हामी कुराकानी गर्दैछौं र त्यसैगरी दर्शक महानुभावहरूलाई जानकारी गराउन के चाहन्छु भने अन्य विविध विषयहरू आज कार्यक्रममा हामीले फलो गर्दैछौं। एउटा धाङको पुलका विषयमा कुराकानी छ आजकै कार्यक्रममा। अनि त्यसैगरी हामी अन्य विविध विषयको जानकारी कार्यक्रममै दिउँला। त्यसको लागि तपाईलाई कार्यक्रममा हेर्नको निमित्त अनुरोध गर्न चाहन्छु। म फेसबुकमा आउनुभएका केही साथीहरूको नाम लिन्छु, त्यसपछि स्टुडियोतर्फ लाग्नु छ। नारायण भुजेल कहाँबाट पनि भन्नुभयो भने सजिलो हुन्छ। दुबईबाट युगेन्द्र साईजी गुड सर भनेर भन्नुभएको छ। महेश भण्डारीजी अल द वे फ्रम क्यालिफोर्निया। गुणराज गिरीजी कतारबाट। महेश भण्डारीजी आउनुभएको छ। त्यसैगरी बिरसन मिश्रजी पनि आउनुभएको छ फ्रम जापान लेख्नुभएको होला, कपन लेख्नुभएको, कपन र जापान उस्तै हेर्दाखेरि। त्यसैगरी एउटा नाम छुट्यो, क्षमा चाहन्छु। अम्बिका राउतजी इजरायलबाट। नारायण पाण्डेजी लस एन्जलसबाट। त्यसैगरी विष्णु उप्रेतीजी पनि जोडिनु भएको छ। अगेन अम्बिका पौडेल। क्रिस पुन मगर अनिल जोडिनु भएको छ। हाम्रा टिभी जर्नलिस्ट संगम पानिया पनि जोडिनु भएको छ। कल्पना खतिवड़ाजी ले गुड जब भन्नुभएको छ। सुबिन थकुरीजी आबुधाबीबाट। त्यसैगरी मलेसियाबाट दीपक श्रेष्ठले हेलो हाई ब्रो भन्नुभएको छ। मुकेश शर्माजी जापानबाट। टाकटोक जंगु शेर्पाजी स्पेनबाट भन्नुभएको छ। मनदीप रेग्मीजी चाबेलबाट। राजन पौडेलजी कहाँबाट लामो समयले पढ्दा खोजिरहेको छु। थमन शर्माजी दुबईबाट। यशोदा खालिङजी भर्खर जोडिनु भएको छ। राम थापाजी जापानबाट। सबी भट्टराईजी पनि जोडिनु भएको छ। अनि त्यसैगरी लावण्य देशको राजा अफकोर्स उहाँ जोडिनु भएको छ। नवराज काफ्लेजी हो, उहाँ पनि जोडिनु भएको छ। त्यसै गरी हामीसँग हुनुहुन्छ संकेत गौतमजी, गंगा हरि काफ्लेजी भरतपुरबाट। त्यसै गरी लन्डनबाट प्रवीण बस्याल शर्माजी, कृष्णाजी र मंगल नेवाङजी मलेसियाबाट। भट्टराई रमेश दुबईबाट। गीता खरेलजी पनि जोडिनु भएको छ। त्यसैगरी नारायण भुजेलजी दुबईबाट जोडिनु भएको छ। नारायण पौडेलजी पनि जोडिनु भएको छ। त्यस्तै अन्य विभिन्न साथीहरू जोडिने क्रम जारी भएको छ। आज कार्यक्रम धेरैले हेर्नुहुन्छ भन्ने आशा गरिरहेको छु। म झलक अधिकारीजी कतारबाट हुनुहुन्छ। तेजेन्द्र सुवेदीजी अनामनगरबाट। अनि अब केही नामहरू, त्यसपछि कार्यक्रमको सुरुवाततर्फ हामी लाग्नु छ। अब केही समयमा नै हामी कार्यक्रम सुरु गर्दैछौँ सीधा कुरा जनतासँग। हामी हाम्रो कार्यक्रमको लगभग 50 श्रृंखलामा आइसक्दाखेरि धेरै उपलब्धिहरू हासिल भएका छन्। त्यसको बारेमा जानकारी गराउनेछौँ। कतिपय विषयहरू तपाईलाई लाग्ला किन फलोअप गरेका छैनन्, उठाएर मात्र छोडिएको छ भन्ने तपाईलाई लागेको छ भने हामी तपाईलाई जानकारी के गराउन चाहन्छौँ भने कतिपय विषयहरू विशेष रूपमा फलोअप भइरहेका छन्। हामी स्ट्रिङ अपरेसन नै गरेर ती विषयहरूको भित्री अनुसन्धान गरिरहेका छौँ। जबसम्म उपलब्धिहरू हासिल हुँदैनन्, जबसम्म थप अपडेट र विशेष जानकारी तपाईलाई प्रदान गर्न सकिन्नन्, हाम्रा टिभी जर्नलिस्टहरू, हाम्रा जुझारू टीम लागि पर्नु भएको छ। तपाईले गर्नुभएको कम्प्लेन, तपाईले राख्नुभएको जिज्ञासा खेर जाँदैन भन्ने कुरामा विश्वस्त हुन अनुरोध गर्दछु। र अब केही नामहरू लिन्छु। यो बीचमा छुटेका नामहरूप्रति म क्षमा चाहन्छु। केपी बिरहीजी जोडिनु भएको छ अहिले। अर्याल सुभाषजी पनि जोडिनु भएको छ जापानबाट। सबिन डोटेलजी दुबईबाट। मिन बहादुर राणाबाट दुबईबाट। त्यसैगरी शंकरमान श्रेष्ठजी जोडिनु भएको छ। मिन बहादुर राणाबाट फेरि जोडिनु भयो। विक्रम तामाङ भैबाजी जोडिनु भएको छ। आचार्य नवराज इजरायलबाट। कविता बादल हेटौडाबाट। हरि मगरजी फ्रम कुवेत। अनि त्यसैगरी अम्बिका पौडेल र केही नामहरू लिएर बिदा माग्न चाहन्छु। गंगा हरि काफ्लेजी मूर्खहरूको दिन अप्रिल फुलमा स्वागत छ भनेर लेख्नु भएको रहेछ। बडो रमाइलो लागेर पढेँ उहाँको मैले मेसेज। लामा ट्रेक्स जोडिनु भएको छ। दिनेश चौलागाई
अब कतारबाट 1-2 नाम, लन्डनबाट कृष्ण प्रसाद शर्मा, त्यसैगरी शशि बस्नेतजी भर्खरै जो जोडिनु भएको छ, बेमी सुब्बाजी मलेसियाबाट र वासुदेव भट्टजीलाई धन्यवाद दिँदै, लास्ट नेम रमेश अधिकारीजीलाई साउदीबाट धन्यवाद दिँदै अब हामी केही बेरमा कार्यक्रममा लाग्छौं। हाम्रो एप्लिकेसन सिधा कुरा जनतासँग डाउनलोड गर्नुहोला। अहिले एन्ड्रोइड फोनमा मात्र उपलब्ध छ। हामीलाई आफ्नो प्रश्न, आफ्नो जिज्ञासा, कुनै पनि कुराहरू पठाउन सक्नुहुनेछ। सप्रमाण यहाँहरू सबैलाई धन्यवाद दिँदै न्यूज 24 टेलिभिजनमा 8:45 मा लाइभ हामीलाई हेर्न अनुरोध गर्न चाहन्छु। तपाईको जानकारीका लागि हाम्रो पात्रो तपाईले डाउनलोड गर्नुभएको छ भने हाम्रो पात्रोले पनि हामीसँग पार्टनरशिप गरेको छ र हाम्रो पात्रो मार्फत पनि न्यूज 24 टेलिभिजन लाइभ आउँछ। संसारभरिबाट हामीलाई हेर्न र आफ्ना जिज्ञासाहरू राख्न सकिन्छ। फेसबुक लाइभबाट बिदा चाहन्छु। नमस्ते।